हेलो नमस्ते। आज चाहिँ म जाँदैछु दिदीको घरतिर। दिदीलाई बर्थडे सरप्राइज दिन गिफ्ट बोकिवरी जाडो छ। लन्डनमा जाडो छ अझै भएको छैन। नेपालतिर घामले पोल्ने बेला भइसक्यो होला। हाम्रो यहाँ अझै जाडो छ, चिसो हावा त्यही माथि। ल गाइस, दिदीको घरमा भेटौँ न। ल सी यु देयर। ल गाइस, दिदी घर नि आइपुग्यो। बर्थडे मनाउनु दिदी चाहिँ ड्युटीमा हुनुहुन्छ, हामी सरप्राइज दिन लागेको। हजुर कान्छी दिदी, बर्थडेको तयारी बरी नानी। सुँगुरको मासु होइन त। यसलाई मसला खुर्सानी लाएर कपडा लगाइदिनु बाँकी छ। अनि टक्क बाहिर गएर आइया यहाँ बसेर हामी पोलेर खानेवाला छौँ। टक्क लगाएर यहाँनिर दिदी चाहिँ भरे मात्रै आउनुहुन्छ, काममा ड्युटीमा जानुभएको छ। बिबीक्यूले लागि रेडी हुँदैछ हाम्रो मसला। भाइ बुहारी मिलेर चटनी भएको चटनी इज रेडी। गुलियो जस्तो मानेको के म त। के हाल्यो यहाँ? अदुवा लसुन हाल्यो। निकाल अदुवा लसुन केमा खा? यो होइन, यो त खिर हो क्या हो? यो पिरो टक्क हुनु पऱ्यो त। अनि सेपको मेरिनेट भइसकेको छ, यहाँ रेडी छ। आलु पराठा सेफ रेबिका, सेफ सुशीला, पनिर हाम्रो भेज दिदीलाई। यहाँ मङ्गलबारवाला तयारी हुँदैछ। यस्तो छ आजको तयारी। नै बार्बिक्यू सुरु भयो। अहिले पोलेर झ्याममा राख्ने, अन्त पछि तताउँदै केसँग खाने अभिलाष? हजुर केसँग खाने अनि? यो चरासँग। जल्छ क्या, जल्यो भने चाहिँ कालो हुन्छ। हेलो एक्सक्युज मी। दिदी चाहिँ आउनु भएको होइन, ड्युटीमा हुनुहुन्छ। सरप्राइज पार्टी त पार्टी, हाम्रो केक चाहिँ काट्दैन है। ए काट्ने केकको सट्टा छामा बित्नु भएको केक काट्न मिल्दैन हाम्रो, त्यही भएर। मासुको पनि बाँच्नु पनि हुनु दिदी। झन् अलिकति उसँग झन् कस्तो होला त बाँच्न। के पो हालेछ यहाँ? के हालेर भाइ? ल अभिलाषले भन्छ ल भाइ रेसिपी। टिमुर, मरिचको धुलो, ल्वाङ, सुकमेल, जायपत्री, अनि के अरे दालचिनी, ल्वाङ, सुकमेल भइहाल्यो। अदुवा लसुनको पेस्ट, नुन, थोरै धुलो खुर्सानी, अनि डार्क सोया सस, लेमन, अनि लेमन, अनि मासु, मेन त मासु, तोरीको तेल, तोरीको तेल, दामी भयो भाइ दामी। कसरी बोल्ने? आगो बोल्यो नि त। बल्छ त्यो जहाँ बलेछ त्यसबाट सार्नु न, अन्त त्यो आगो बलेको ठाउँमा चाहिँ नराख्नु, न त टर्छ। के पोल्दै हो तपाईँ? बुङ्गुरको मासु। च्वाचे हो? हो। रेसिपी चाहिँ भाइको, मैले चाहिँ हात छोएको मात्रै फर्काएको। छोए हुन्छ।
लास्टमा तपाईँले नि भाँडा कसले माझेको भन्नु न हो त नि मिठो भएपछि भाँडा मैले माझेको भन्न त पाइयो नि त किन उता नबोलेको त मात्र बोलेको यो त्यहीँनिर धेरै पहिला यसो सार्नु पर्थ्यो क्या भयो हैन बर्थडेको तयारी हुँदैछ सुशीला अब यता बुहारी नानी उता होइन त्यसलाई नछेक्ने नानी होइन नि त्यो उसलाई मुकुटलाई चाहिँ माथि हो के तल राख के चाहिँ माथि राख के उ त्यो घडीको छेउमा राख ए ल वाटेभर जस त्यो उसलाई मुकुटलाई चाहिँ नछेके हुन्छ क्या फाइनल लुक चाहिँ यस्तो भयो कस्तो आउँदा एन्टी लाइट आएर अँधेर आएको झऱ्यो को बोला हो त्यही बोलेको तपाईँकोमा यहाँ फुर्सद छैन कोही कोही दिदीलाई सोल्टिएर पनि चाहिदिनु तपाईँ पनि आउनु भयो अब हाम्रो भ्लगमा तपाईँ पनि आउने भयो क्या भ्लगमा यहाँ बहिनी भ्लगमा अब तपाईँले यस्तो गरेर आउँछ अब त्यहाँ लु गर्नु त सोल्टी त्यहाँ लास्टमा कि त्यहाँ इन्ट्री हुँदा इन्ट्रीमा इन्ट्री हुँदाखेरि बाङ 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 गरेर फुटाइदिनु ल फाइनली अब के को पालो भेना ससेज पोर्क ससेज चिकन ससेज हाम्रो ठुलो भेना है उहाँ चाहिँ इन्ट्रडक्सन नदिएर चाहिँ मासु त्यही लास्ट हो कम त अब मासु त ठुलो भाँडा पुसिलो त्यो मासु हाल्ने ओके अब ससेज नै हाल्ने नि त ओहो ससेज एकदम पलेन हुन्छ होला अब ठिकै भयो त्यो स्प्रेड गरेको त्यो सकिसक्छ अघि तेल गरेको के स्प्रे गरेको होइन त्यो कोइला के मैले अघि नै सारा भनेको भाइले होइन होइन चाक्लो गरे नि छिटो सक्छ कि त नि सारा यसो कुना कच्चा पार भनेको अघि नै होइन होइन यस्तै राम्रो हुन्छ कि मैले नबुझेको सारेको ठिक भन्नुभएको थियो भिनाजुले ए नसारे चाहिँ ठिक भन्नुभएको नाइन मैले त कोइला मात्रै चलाएको क्या हजुर के गर्नु त्यसलाई पनि मेन्टेन गर्नु भएन होइन होइन ए न यो ससेजको भालो अब चिर्नु पर्दैन भने ससेजले चिर्नु पर्दा सिङ्गै हाल्ने हो पोर्क ससेज अस्ति बिनाले बनाएको त्यो सानो आगो चुलामा कालै जसले भन्दा कालो मात्रै हुन्छ अब पोलेर यसरी गरेर राख्ने अनि हामी त भित्र गएर खाने हो क्या हामीतिर के अरे जाडो छ बेसमारी कोही मान्छे थरथर कामिरह तपाईँ चाहिँ डरै पाएको दिदी हेर्नु मेरो भयो क्या एकदम घरमा कुन सालको क्रस हो यो
तिम्रो त ठिकै छ उसको त कत्रा आउँछ यो त बाजेको पालाको हो क्या 19 फाउन्डेनको होला कहिले खाम भइसक्यो मलाई त कहिले दिदी आउने चढा खाएन होला नि चढाउनु पनि होला हाम्रो यही हो बर्थडे पार्टी केक सेक काटिँदैन काट्न नमिल्ने भएर है गाइस दिदी आउनुभयो दिदी ल उता ल एउटा अभिलाष खै त दिदी ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु कहिले गीत गाउँदैन अहिले मात्र यसो गर्ने एकछिनमा हो क्या ह्याप्पी बर्थडे खै त भेनाले हो कि कस्तो लाग्यो दिदी बहिनीहरूले गरेको रुनु रुनु बार मन लाग्यो क्या हो ल ल अहिले अहिले पछि होइन अहिले ल हेर ससेस खतरा थिए ससेस तपाईँले गीत दिनु त यता के फुल लिनु भएको ए अहिले दिने हो र यो चाहिँ फाइनल टच स्मोक गरेको होइन खाने मान्छेहरू यहाँ विरक्त लगाएर घुरिरहेछ पछाडि हात लगाएर ल उगार्दियो अब कस्तो रे मलाई याद छ ल उगार त ल अब यसमा कस्तो छ त हेरौँ खतरा किन पाकेको यम यम ल निकाल्दै हुन्छ अब हटकुसमा हालौँ हटकुस नि रेडी छ यहाँ भेना पानी हुन्छ नि त बिचरा होइन फ्लस गरे पानी त त्यति नै हुन्छ अनि पछि त 2 दिनपछि त फोन गरे बुढो कुवाको पानी त सक्यो आया त्यति यति हुन्छ 2 लिटर जति त्यो पानी खाएछ कि ला छ्या खाएछ निकालेर अरे साँच्ची के हो यसो भन्यो अरे के अब त्यो जोग हो कि कुवाको पानी त सक्यो छ्या त्यो सालको वासरुम चाहिँ युज नगरेको कमोड युज नगरेको होला पहिलाको 1982 को बेलाको रे तिमी त जन्मेकै थिएन मैले 1 महिनाको 140 पाउन्ड पाउँथेँ 1 महिनाको तलब त्यतिखेर भ्यालु यो कोकोला त 70 पिरो पाउँथ्यो अहिले त 75 पियो हैन के अहिले त 1 पाउन्ड 1.5 पाउन्ड भन्छ नि पपतिर त पपतिर ड्राफ्ट बियर 32-33 पिरो पाउँथ्यो अहिले भेना अब सुरु गर नि त एउटा कहानी भेना गफ सुने भाइ धनगढी से आया मेरा साली दीदी ने गर्छ मलाई गाली अरु 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 भेना दिदीले गर्छ मलाई गाली लाग्छ बर्थडे गर्लको इन्ट्री हुँदैछ बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे ह्यापी बर्थडे टु यु खै त भेना कति लाउने नआएर फेरि अब एकछिनमा आउँछु भने दिदीले त थ्याङ्क यू सो मच भनेर नाच्नु हुने रहेछ होइन ठिक छ अहिले रमाइलो नमस्कार दिदी कति राम्ररी भएर आउनु भएछ ल आउनु बस्नु ल बस्नु त्यहाँ हेर्ने नजर हजुरको राम्रो भएर ल ल ह्यापी बर्थडे सन्चै हुनुहुन्छ एकदम ठिकठाक बाबु खै त कहाँ छ आमा पनि कहाँ छ त अब त ओमाटी घरमा त जान्न भने किन फसेन लास्टको घरले अस्ति कति धेरै आन्टी अरे कि आन्टीले त हाले म त नाइ भनेर जानु पुग्यो त त्यहीबाट भयो
नमस्कार भेना भेनाजु नमस्कार कस्तो खतरदार छ तपाईँको त स्ट्रेट के दारी पनि फेरि त्यस्तो गर्नु आयो क्या हो नक्कल पारेर बस्यो यहाँ कुन होला काँडामा याद छ माथि नसमात है अहिले भन्दै ल सेरेमनी सुरु हुन लाग्यो बर्थडेको समात फेरि फुलको काँडा हाम्रो चाहिँ केक छैन काट्न नमिल्ने भएर पहिला दही खुवाइदिनु तिनचोटि त्यहाँ अब चिका सिका लाउनु मिल्दैन चुप्पा सुप्पा त के सधैँ दिदी ह्यापी बर्थडे टु यु खै ताली ताली पुगेन जुले त्यही नै हुन्छ कि एउटा दिन ल यहाँ तल समाउनै दि तल खै चुप्पा ओर्पा ओर्पा हाम्रो अगाडि खान्छ नि त पोज दिने पोज उता हेर्ने क्यामेरामा बुढो भएको नि होइन त्यही भन्नु भेना यस्तो दिनभरिमा मौका फेरि पनि आउँछ एक महिना अगाडिबाट प्लान गरेको उता चस्मा थियो मेरो लाउनु दिम ले त हो त्यो उता भइट नि ओ माथि हो त्यो यो हो त्यो ल यो हो मेरो यो त्यो फुल चाहिँ यसो बिचमा यसो ए काँडा रहेछ ल है फोटो फोटोसुट उता अभिलाषतिर हेर्नु भेना यता यता फोटो यता गरेर खान्छ उता त नहेर्नु फोटोग्राफर सबै दही खोलाइदियो माइती ठुलो भयो नि त नाउ नाउ उता त सोफातिर बस्नु हुन्थ्यो नि तपाईँहरू किन उभिरहनु भएको ल कति 65 को बेलामा यस्तो मेरो 60 55 भन्दैन गिफ्ट सिप्नु पर्दैन है मलाई त गिफ्ट सिप्नु नदे मलाई त पर्दैन रिसाउने न आज जे भयो नि हाँसी खुसी गर्नु पर्यो त्यो रिसाउने होइन भाइ मामाको छोरो अब त्यो लड्डु यो सानो खुवाइदिनु भइहाल्छ ल थ्याङ्क यू सो मच खुट्टाइदिउँ त खुट्टै रोक्ने हो ल भाग्य बानी हुने मेरो भाइलाई भने जस्तो होस् है घोरले नाति पार्नु भन्नु जस्तो चुट्ट काम बोनस 7 किलोको नाति पा भन्नु न त्यहाँ बस्छ सँगै दिदी भाइ ल मेरो भाइलाई है बस्छ यता आऊ भेना यता आऊ भेना त्यो बसिरहेको नि हुन्छ उतापट्टि नदिनु ल यता हेर ल थ्याङ्क यू सो मच बिचारा ल अर्को को ल दिदी जानु न आँटेको काम सबै सक्सेस होस् मनले चिताएको पुगोस् है हजुरको बुद्धि लागोस् यति गर्दैन यही नै ठुलो कुरा भयो नि मलाई मेरो लाइफमा पहिलोचोटि थ्याङ्क यू त्यो यहाँ यो नम्बरमा यहाँ 6 डिजिट नम्बर आशिष थियो आशिष आशिष त सबै भरिपूर्ण नै छ अब के आशिष भरिपूर्ण नै छ छोराछोरीले भने जस्तै छ ठाउँ राम्रै हो नि अब के आशिष दिने त होइन त्यही त ए भयो ल नातिबाट फोकस 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 दिदी फोकस फेरि नरुने सुख दुःख बेला के खुसी बेलामा रुने हैन रुने फोटो हैन त प्लान्ट लभर हो नि त दिदी प्लान्ट लभर भएर प्लान्टै आएको छ यहाँ दिदीले
पर्दैन बहिनी त्यस्तो म चाहिँ केही पनि लड्नु सुखाउँदै दिदीले दिन्छु मात्र ल है थ्याङ्क यू सो मच बहिनी थ्याङ्क यू सो मच हजुरलाई भने जस्तो सबै आशीर्वाद है ल बस्नु त्यहाँ एकचोटि फोटो है त त्यो तल साइडमा वेलकम है त्यसो चल्छ है दाइराहरूले आउँदैन काम गर्दै ह्याप्पी बर्थडे टु यु जिन्दगीमा सधैँभरि यसरी निरोगी भएर बस्नु रोगी भएर बस्नु निरोगी भएर म त रोगी भएर बस्नु मलाई जस्तो लाग्यो कि म त किराम खोजे पाएन नकल्लामै अनबक्सिङ पछि गर छोरा पाओस् 7 किलोको 7 किलोको 7 किलो 7 किलोको धेरै धेरै शुभकामना अझै खुसी रहनु अगाइसक्यो दिदी खोइ आएको त्यहाँबाट चस्सो खाइदिनु ऊ चाहिँ बुहारी नानी हो भाइको मिसेस थ्याङ्क यू ल मलाई आँटेको सबै पुरा होस् है इच्छा जति काम सक्सेस होस् दिदीलाई कहिले नभन्नु मर्ने बेला काँडा हालेर लैजानु बाहिर त अहिले कहाँ मर्ने कुरा गर्नुभएको बर्थडेमा बर्ने कुरा गर्नुहुन्छ तपाईँ यता यता यो फोटोमा मेरो मला मिनाहरू होइन हात खाली हुन्छ काँडो रे ए बसेन भाउजूसँग नखिच्ने त्यही त दुईटा सालीहरूको बिचमा खिच्नु है फेरि अर्को भने मक्क भएर हाँसे ग्रुप खेच्ने अनि खाने ल अब यहाँ चाहिँ खानेतर्फ सुक्खा काट्दैछ भाइले यो भिनाले हो यहाँ भेजिटेबल दिदीहरू व्रत बसेको बर्थडे दिदीको बर्थडे त्यस्तो खाना लिनुहोस् ल हामी त आधा सिद्धिसक्यो आधा बनाइसक्यो पानी खिच्नु पऱ्यो मलाई खिच है फेरि त्यहाँ यसो साइड साइडमा हालेर कोही कोहीले यसो को हो यो भन्छ अनि को यस्तो स्टोर दारी पालेको हुन्छ होइन साइड हाल्न आयो भने फेरि नम्बर कस्तो भएन मिठो छ एकदम दामी कुन चाहिँ मिठो लाग्यो सबभन्दा सबै मिठो छ अब केही होइन भन्नाले एउटा यस्तो हुन्छ नि त यो चाहिँ मिठो रहेछ टाइपको मासु मिठै छ काउली बकाउली चाखेको छैन चटनी चाखेको छैन बरु ए है चाख्ने भयो त बुहारीले बनाएको चटनी मिठो के हो यो खै के हालेर बनाएको भाइले थाहा तिल सिल के हो के मिसाएको भाइले बुहारीले बनाएको तपाईँ आउनु न आऊ तिमी पनि अभिलाषको गालामा चाहिँ मैले सकिनँ यो चाहिँ त्यो प्रोकिन हुन्छ कि यत्तिकै रिप्स हो त्यो ल चेस ल दिदी ह्याप्पी बर्थडे हाम्रो पार्टी ह्याप्पी बर्थडे बिचार दिदी त यहाँ फेरि सुक्खा कहाँ सुकाउँ नि हाम्रो टन्न छ हामीलाई व्रत बसे बाहुने दिदीहरू हामी त यहाँतिर भइतिर थ्याङ्क यू मिठो खानेकुरा पनिर मिठो परोठा मिठो बर्थडे सेलिब्रेसन होइन त आज भाइ एकजना रक्सी नखाने भयो त पढ्नु मेरो लिपस्टिकको कस्तो मजाले टक्क बसेछ त्यस्तो के छ यहाँ यो भेजी छ यहाँ खाइ भयो भने लगाइसक्यो कि अब यति पनि बाँकी छ यस्तो छ होइन त खाइयो दिदीको बर्थडे पार्टी खाइयो दिदीको दिदीले केही खाएन बिचारा ल्याउनु पर्ने के मलाई दुईटा छोराछोरी जन्मनु भयो 9 दुना 18 पेटमा राख्नुभयो 18 दुना 32 32 र 18 कति हुन्छ हिसाब गर्नुहोस् 50 वर्ष त तपाईँले बच्चा बच्ची हेर्दै गयो भने तपाईँ स्टिल राम्रै हुनुहुन्छ त्यसै राउरेले आएको त होइन नराम्रो गर्दाखेरि
तपाईँ स्टिल राम्रो हुनुहुन्छ कि तर दाइको नजरमा राम्रै हुनुहुन्छ भेना त यो एभरग्रिन भेना त एभरग्रिन त्यो मनी प्लान्ट त्यहाँ राख्छ काममा कतिको फिलिपिनीहरूले ऊ गर्छ फिलिपिनीमै हो मै हो फिलिपिनो कतिको तरुनीसँग ऊ गर्छ छैन बिचारा छैन बिचारा त्यो फिलिपिनो पाउ ल हामी दिदीको बर्थडे सकेर हिँड्दै भाइबारी हामी अब हाम्रो ब्लग एन्ड हुन्छ होला र हेरेर बढ्न नि बाई बाई गुड नाइट गुड नाइट सबैलाई